र मञ्चमा प्रवेश गर्दा प्राविधिक मित्रहरूलाई राष्ट्रिय गान र तमु युल्सेको कोहीको तयारी गरिदिनु हुनका लागि आग्रह गर्छु। मञ्चमा बस्नुभन्दा अगाडि अब म राष्ट्रिय गीत राष्ट्रिय गान बजाइदिनु हुनका लागि प्राविधिक साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। धेरै धेरै धन्यवाद सबैजनालाई। हाम्रो राष्ट्रप्रति सम्मान, हाम्रो समुदायप्रति हाम्रो सम्मान व्यक्त गर्दै हामी राष्ट्रिय गान तथा तमु युल्से कोहीमा सहभागी भयौँ। यसको लागि म सबैजनालाई हार्दिक आग्रह गर्न चाहन्छौँ। र आजको कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। यहाँहरू सबैले प्रेमपूर्वक सम्मानका लागि ताली बजाइदिनु हुनका लागि आग्रह गर्छु। हुन त मैले अघि नै नाम सम्बोधन गरिसकेँ। हामी नेपाली संस्थाका संस्थापक तथा जेनजीका अगुवाई गर्नुहुने नेतृत्व गर्नुहुने सुदन गुरुङज्यूलाई पनि आसन ग्रहणको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। र यसै क्रमलाई अगाडि बढाउने क्रममा म ब्याज वितरणको लागि अतिथि सत्कार उपसमितिका सदस्यज्यूहरूलाई म नम्र निवेदन गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीले ब्याज वितरण गरिदिनु होला। र सँगै औपचारिक रूपमा तमुयुल सोझी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष तथा तमुलोसार मूलायोजक समितिका संयोजक श्री राजु गुरुङज्यू ज्यूबाट हामी हाम्रो गुरुङ पोसाक हस्तान्तरण पोसाक लिदिनु हुनका लागि औपचारिक रूपमा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। र हाम्रो उपहार स्वरूप हाम्रो तमु पोसाक ग्रहण गरिदिनु हुनका लागि म प्रधानमन्त्रीज्यूलाई आग्रह गरेँ। र एकचोटि सम्मान साथ ताली बजाउँ सबैजनाले। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रो परम्परागत घलेक लगाएर मञ्चमा सजिनु भएको छ। उहाँलाई विशेष आभार प्रकट गर्न चाहन्छौँ। र
अब यसै क्रममा म पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनका लागि प्रमुख अतिथिज्यू तथा संयोजक र केन्द्रीय अध्यक्षज्यूलाई म सहयोग गरिदिनु हुनका लागि म सादर अनुरोध गर्न चाहन्छु। आजको कार्यक्रमको लागि समुद्घाटन गरिदिनु हुनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई विशेष आग्रह, सहयोगको लागि केन्द्रीय अध्यक्ष र संयोजकजीलाई म आग्रह गर्न चाहन्छु र व्यवस्थापनको लागि म अतिथि सत्कार उपसमितिलाई हार्दिक आग्रह गर्न चाहन्छु। र तमु ल्होसार महोत्सव 2082 सम्पन्न हुँदै गर्दा हामी तमुलो सबैजनाले एकचोटि ताली बजाउँ। सबैजनाले हाम्रो कार्यक्रमको समुद्घाटन भएको छ र म यसै क्रमलाई अगाडि बढाउने क्रममा छु। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले समुद्घाटन कार्यक्रम अगाडि बढाउँदै हुनुहुन्छ र अब फेरि आसन गर्नको लागि म अनुरोध गर्न चाहन्छु र यता र्याली व्यवस्थापनको लागि म हाम्रो स्वयंसेवक साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। झमकजी लगायत उहाँका साथीहरू हुनुहुन्छ, पवन गुरुङका नेतृत्वमा स्वयंसेवक साथीहरू हुनुहुन्छ, उहाँहरूलाई र्याली पास गर्नका लागि बाटो खाली गरिदिनु हुनका लागि म आग्रह गर्छु र यहाँहरू पनि पछाडि गइदिनु हुनका लागि म अनुरोध गर्न चाहन्छु। कृपया हाम्रो कार्यक्रममा समय अत्यन्त कम छ। सम्माननीय प्रधानमन्त्रीजीको व्यस्तताका बावजुद पनि यहाँ उपस्थित हुनुभएको छ। उहाँको समयलाई मध्यनजर राख्दै बाँकी र्यालीलाई प्रवेश गर्नु हुनका लागि म आग्रह गर्न चाहन्छु। यसको व्यवस्थापनको लागि स्वयंसेवक साथीहरू, केन्द्रीय सदस्यका साथीहरू, आयोजन समितिका साथीहरू लागि परिरहनु भएको छ। लागि पर्न हुनका लागि आग्रह गर्छु। र यो झाँकी कार्यक्रममा, झाँकी प्रदर्शन र्याली कार्यक्रममा तमु होटल व्यवसायी समाजलाई म स्वागत गर्दछु। उहाँहरूको संस्थाबाट यो तलोको चित्रसहित हाम्रो यस झाँकी र्याली कार्यक्रममा सहभागी हुनुभएको छ। अलि छिटो अगाडि बढिदिनु होला। मैले अनुरोध गर्छु यहाँहरूलाई, आग्रह गर्छु यहाँहरूलाई, थोरै कार्यक्रम व्यवस्थापनको कारणले गर्दाखेरि, समय अभावको कारणले गर्दाखेरि यहाँहरू गइदिनु होला। म तमु होटल व्यवसायी समाजलाई धेरै धन्यवाद दिन चाहन्छु। र त्यस्तै उता परबाट मैले आँधीखोला तमु समाज काठमाडौँको ब्यानरलाई देख्दैछु। आँधीखोला तमु समाजको यो काठमाडौँको ब्यानरलाई प्रदर्शन गर्दै आँधीखोला तमु समाजबाट नेतृत्व गर्नुहुने हाम्रा श्री प्रसाद गुरुङ दाई अध्यक्ष हुनुहुन्छ। उहाँको नेतृत्वमा घाँटो, खेगी, हाम्रो पारम्परिक घर, सोरठी नाच अनि प्ले कार्ड, हाम्रो स्लोगनहरू सहित आउँदै हुनुहुन्छ। उहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। ल छिटो गइदिनु हुनका लागि आग्रह गर्न चाहन्छु। म अनुरोध गरेँ, कृपया हाम्रै कार्यक्रम हो, पटक्कै दुःख नमान्नु होला। अनुरोध गर्छु, हामीलाई राम्रोसँग हाम्रो परम्परागत र सांस्कृतिक चिजहरू प्रस्तुत गर्ने रहर थियो, तर पनि कार्यक्रम कहिलेकाहीँ यस्तै हुन्छ। म आँधीखोला तमु समाज काठमाडौँका संस्थाका सदस्यज्यूहरूलाई म अगाडि बढिदिनु हुनका लागि आग्रह गर्छु। हामीले देखिसक्यौँ, यहाँको ब्यानर सहित अगाडि बढिदिनु हुनका लागि अनुरोध गरेँ। र सबैजना दाजुभाइ दिदीबहिनीहरू अलिक पछाडि गइदिनु होला। सबैजना एक पाइला पछाडि गइदिनुहोस् कृपया। अनुरोध गरेँ यहाँहरूलाई, फेरि पनि म बिन्ती गर्छु, एक पाइला पछाडि गइदिनु होला। यो झाँकी व्यवस्थापन गर्न अत्यन्त सहज हुने थियो। र आँधीखोला तमु समाजका सम्पूर्ण पदाधिकारी, समितिका कार्यसमिति दाजुभाइ, आमा समूह सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो परम्परागत घरसँगै, घोइबुसँगै, सोरेठी नाचसँगै ढ्याङ्ग्रो बजाउँदै हाम्रा लामा खेकी पछिहरू आउनु भएको रहेछ। उहाँहरू सबैलाई स्वागत गर्दै, सम्मान गर्दै, बिदाई गर्दै म तमु ल्होसार महोत्सवमा लमजुङ तमु एकता समाज काठमाडौँको ब्यानरलाई म देख्दैछु। वहाँ पारबाट लमजुङ तमु एकता समाजका दाजुभाइ दिदीबहिनीहरू, आमा समूहहरू आउँदै हुनुहुन्छ। उहाँहरूलाई स्वागत गर्न चाहन्छु। आफ्नो मौलिक पारम्परिक झाँकी प्रस्तुत गर्दै अगाडि बढिदिनु हुनका लागि तमु एकता समाज काठमाडौँलाई म विशेष आग्रह गर्न चाहन्छु। र त्यस्तै तमु ल्होसारको हार्दिक मङ्गलमय शुभकामना सहित गोर्खा आरू पोखरी संयुक्त तमु समाज काठमाडौँको ब्यानरलाई देख्दैछु। परबाट उहाँहरू प्रवेश गर्दै हुनुहुन्छ। यहाँहरूलाई स्वागत छ। चाँडो गरेर गइदिनु हुनका लागि अनुरोध गरेँ। तमु ल्होसारको हाँसीमाला, चुड्काको नाच अनि हामी तमु ल्होसारको हाँसीमाला गुरुङ हुनुमा गर्व छ। यस्तै प्लेकार्ड बोकेर आउँदै हुनुहुन्छ। सबैलाई स्वागत गरे सम्मानका साथ अगाडि बढिदिनु हुनका लागि आग्रह गर्छु। म यो कार्यक्रममा अलिकति समयको पाबन्दीको कारणले गर्दाखेरि म यहाँहरूलाई छिटो पास भइदिनु हुनका लागि अनुरोध गर्दै
गोर्खा पोखरी तम समाजका सबैजनालाई धन्यवाद दिँदै उत्तरी गोर्खा 1800 खोला तम समाजका आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म स्वागत गर्न चाहन्छु। तपाईँहरूले झाँकीको र्याली लिएर आउनु भएको छ। अध्यक्ष धनबहादुर गुरुङज्यू लगायत उहाँका दाजुभाइ दिदीबहिनीहरू, आमा बुबाहरू, भाइ बहिनीहरू सबै मिलेर आउनु भएको छ। उत्तरी गोर्खा 1800 तम समाजका सबैजनालाई म अगाडि बढिदिनु हुनका लागि आग्रह गर्छु। ब्यानर बोक्नेहरू अलिक छिटो गइदिनु होला र तमुलो सार 2022 को हार्दिक मङ्गलमय शुभकामना सहित 1800 तम समाजका दाजुभाइ दिदीबहिनीहरूको झाँकी प्रदर्शन हुँदैछ। उत्तरी गोर्खाका गुरुङहरूले आफ्नो जीवन यापनमा आवश्यक सबै खाद्य पदार्थहरूलाई आफै उत्पादन गर्दै प्रदर्शनी देखाएको छ। हामी तोरीको तेल, सेलाम, सुसिल, झुसिल लगायत सम्पूर्ण सामग्रीहरू सहित अगाडि बढ्दै हुनुहुन्छ। अहिले अझ छिटो गरिदिनु हुनका लागि आग्रह गर्छु। म आफ्नो मोही पार्दै, आफ्नो घरमा सिस्नो पकाउँदै, राडी पाकी बुन्दै, झाँतो पिन्दै अगाडि बढ्दै हुनुहुन्छ। अझ अगाडि अलिकति छिटो गरिदिनु भयो भने अत्यन्त सहज हुन्थ्यो। धन्यवाद छ, धन्यवाद छ है, धन्यवाद छ। म अब 1800 खोलालाई बिदाई गर्दै धन्यवाद दिँदै गुरुङहरूको सोरठी नृत्य लिएर आउँदै हुनुहुन्छ। उत्तरी गोर्खा 1800 खोला समाज त्यो उहाँहरूको ब्यानर हुँदो रहेछ। धादिङ तमु गुरुङ समाजका झाँकी प्रदर्शन गर्नुहुने दाजुभाइ दिदीबहिनीहरू, सबैजना भाइ बहिनीहरू, साथीहरू, आमा बुबाहरूलाई स्वागत गर्न चाहन्छु। उहाँहरूको आफ्नो मौलिक झाँकी स्याखुसहित आउनु भएको छ। उहाँहरूलाई हार्दिक स्वागत गर्दै तपाईँहरूको झाँकीलाई पनि अत्यन्त छिटो रूपमा अगाडि बढिदिनु हुनका लागि आग्रह गर्छु। र अन्य झाँकीको कार्यक्रमलाई अगाडि बढाइदिनु हुनका लागि मेरो सहकारी मित्र सागरजीलाई म हार्दिक आग्रह गर्छु। धेरै धेरै धन्यवाद छ। उत्तरी गोर्खा तमु समाजलाई धेरै धेरै धन्यवाद छ। धादिङ तमु समाज काठमाडौँको साथीहरू यतिखेर प्रवेश गरिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै स्वागत छ र विशेष गरी यहाँहरू स्याखु लगायत विभिन्न सामग्रीहरू सहित अगाडि बढिरहनु भएको छ र यो र्यालीमा प्रवेश गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र त्यसै गरी धनुषबाण सहित यहाँहरू प्रवेश गरिरहनु भएको छ। त्यसै गरी आमा दिदीबहिनीहरू कोसेली सहित बोकेर आउनुभएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र अन्य र्यालीहरूलाई म अगाडि बढाइदिनका लागि म फेरि पनि आग्रह गर्छु। र त्यसको पछाडि यहाँहरू चुट्का नृत्य प्रस्तुत गर्दै हुनुहुन्छ। भोलिन्टियर साथीहरू अलिकति अगाडि र्यालीलाई अलिकति छिटो प्रवेश गराइदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यतिखेर हामीले धादिङ तमु समाज काठमाडौँको साथीहरूको र्याली प्रस्तुत गऱ्यौँ र घाँचो नृत्यसहित यहाँहरू प्रवेश गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छु। र त्यसै गरी भोलिन्टियर साथीहरू अलिकति अगाडि छिटो ल्याइदिनका लागि अनुरोध गर्छु। र यतिखेर हामीले प्रस्तुत गरिरहेका छौँ र्याली प्रदर्शन गर्ने संस्थाहरूका र्याली प्रस्तुत गरिरहेका छौँ भने अब अर्को र्यालीलाई म छिटो अलिकति अगाडि आइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु भने धादिङ तमु समाज काठमाडौँका साथीहरूलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को र्याली अगाडि बढिरहेको छ र भोलिन्टियर साथीहरूलाई म फेरि पनि आग्रह गर्छु र धादिङ तमु समाजका साथीहरूलाई अलिकति छिटो प्रवेश गरिदिनका लागि अनुरोध गर्छु र खटिरहनु भएका र्यालीका सम्पूर्ण साथीहरूलाई त्यो अलिकति अगाडि बढाइदिनका लागि अनुरोध गर्छु। काठमाडौँ मनाङ जिल्ला सेवा केन्द्र, काठमाडौँ मनाङ जिल्ला सेवा केन्द्रका साथीहरू अगाडि बढिरहनु भएको छ। यहाँहरूलाई धेरै धेरै स्वागत छ र विभिन्न र्याली विभिन्न किसिमका हाम्रो सांस्कृतिक प्रस्तुतिहरू सहित अगाडि बढिरहनु भएको छ। यहाँहरूलाई तमुलो सर मूल आयोजक समितिको तर्फबाट हार्दिक स्वागत छ र यहाँहरूलाई अलिकति अगाडि बढिदिनका लागि पनि म फेरि पनि आग्रह गर्छु। र यहाँहरू विभिन्न सांस्कृतिक प्रस्तुतिहरू सहित अगाडि बढिरहनु भएको छ र यो कार्यक्रममा सहभागिता जनाइदिनु भएकोमा यहाँहरूलाई मूल आयोजक समितिको तर्फबाट धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्छौँ। त्यसै गरी अर्को र्यालीलाई म हार्दिक स्वागत गर्न चाहन्छु। सम्पूर्ण तमु अलिकति र्याली सम्पूर्ण तमु समाज ललितपुरको र्याली अगाडि बढिरहेको छ। यहाँहरूलाई तमुलो सार मूल आयोजक समितिको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत छ र विभिन्न सांस्कृतिक र्यालीहरू सहित यहाँहरू अगाडि बढिरहनु भएको छ भने जहाँ यहाँहरूले समावेश गर्नुभएको छ चुड्का नृत्य विशेष गरी प्रस्तुत गर्नुभएको छ भने विभिन्न प्ले कार्डहरू सहित अगाडि बढ्नु भएको छ र यसरी प्रस्तुत गरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै अर्को ब्यानरतर्फ म अगाडि बढ्न चाहन्छु। र त्यसै गरी यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। यो सम्पूर्ण तमु समाज ललितपुरका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिँदै त्यसै गरी श्री दोर्दी केसरी
केसादी तम गुरुङ समाज काठमाडौँका सम्पूर्ण टिमलाई हार्दिक स्वागत छ। र यसो गरिदिनु है साथीहरू, अलिकति यो अगाडि उभिनु भएका साथीहरू एक लाइन अगाडि पछाडि सरिदिनुहोस् त हजुरहरू। त्योमा पनि हाम्रो र्याली अलि छिटो प्रवेश गर्छ कि जस्तो लाग्यो। म अगाडि उभिनु भएका साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सुरक्षा निकायमा खट्नुभएका सुरक्षाकर्मी साथीहरू, उहाँहरूलाई एकचोटि फेरि एक लाइन पछाडि हटिदिनका लागि अनुरोध गर्छु र हटेर सहयोग गरिदिनका लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। भने अर्को लमजुङ नालमा तमु समाज काठमाडौँको साथ